एकैछिन सम्झिनुहोस् ल, यो तपाईँ हो। तर कहिलेकाहीँ हामीलाई हाम्रो जिन्दगीले यति साह्रो दबाउँछ कि हाम्रो परिवारको टेन्सन, भविष्यको चिन्ता, हामीलाई समाजको चिन्ता, हामीलाई यति साह्रो तनाव हुन्छ कहिलेकाहीँ हामी त्यो दलदली हिलोमा भासिन्छौँ र हामी त्यहाँबाट निस्किन पनि सक्दैनौँ है। तर कहिलेकाहीँ हामीलाई यस्तै तनाव, टेन्सन, भविष्यको चिन्ता, यति साह्रो स्ट्रेस, फ्यामिलीको प्रेसर हुँदाहुँदै पनि हामीले हाम्रो लक्ष्यहरू, हामीले हाम्रो भविष्यहरू, हामीले हाम्रो बाटोहरू हामीले सबै बिर्सिसकेका हुन्छौँ। हामी लक्ष्यविहीन हुन्छौँ। कहाँ जाने, के गर्ने, कुनै आशा निश्चयता हुँदैन। के गर्ने भन्ने कुरा कुनै 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 आशा नै हुँदैन। तर कहिलेकाहीँ हाम्रो जिन्दगीमा यस्तै साथीहरू आइपर्छन् जसले हामीलाई सानो हेल्प गरिदिन्छ र हामी यसरी बल्न सक्छौँ। हेर्नुहोस् त, एउटा साथीको सानो सहयोगले गर्दा हामी हाम्रो जिन्दगीमा सफल हुँदो रहेछौँ, हामी चम्किँदो रहेछौँ, हामी बल्दो रहेछौँ। त्यसै कारणले गर्दाखेरि यदि तपाईँहरूको पनि कोही यस्तै साथी छन् भने प्लिज उहाँहरूलाई मेन्सन गरिदिनु होला।